47 वर्षीय अस्ट्रेलियाली फुटबल कोच म्याट रोस नेपालको पुरुष राष्ट्रिय फुटबल टिमको प्रमुख कोचको रूपमा मार्च 2, 2025 मा आधिकारिक रूपमा नियुक्त भएका छन्। यो प्रारम्भिक 1 वर्षको सम्झौता हुनेछ। यद्यपि उनी 1 महिना पहिले नै नेपाल आइपुगेका थिए र सम्झौता हस्ताक्षर समारोहपछि एन्फा कम्प्लेक्स सातो बाटोमा औपचारिक घोषणा गरिएको थियो। रोसले यस अवधिमा नेपाललाई प्रमुख प्रतियोगिताहरू र अन्तर्राष्ट्रिय खेलहरूमा नेतृत्व गर्ने अपेक्षा गरिएको छ, जसमा मुख्य चासोले हेरिएको AFC एसिया कप क्वालिफायरहरू र अन्य मैत्रीपूर्ण खेलहरू समावेश छन्। आउनुहोस् आजको भिडियोमा हामी रोसको सङ्घर्षले भरिएको प्रेरणादायी जीवनको बारेमा थोरै बुझ्ने कोसिस गरौँ। 1978 जनवरी 4 मा अस्ट्रेलियाको न्युक्यासलमा जन्मिएका रोसको कोच बन्ने यात्रा सजिलो थिएन। उनको प्रारम्भिक जीवन हन्टर क्षेत्रमा बित्यो, जहाँ उनीले जीवनका बहुआयामिक पाटाहरूलाई नजिकबाट निहाल्ने अवसर प्राप्त गरे, जुन पछि गएर उनको भविष्यको एक सफल आधारशिला बन्यो। यहाँ हन्टर क्षेत्र भन्नाले अस्ट्रेलियाको न्यू साउथ वेल्समा अवस्थित एक भौगोलिक क्षेत्र जुन विविध भूदृश्य र समुदायहरूको लागि प्रसिद्ध छ। अब कुरा गरौँ उनको फुटबल करियरको प्रसङ्ग। रोसको फुटबलमा प्रवेश रेफरीको रूपमा भयो। उनले 13 वर्षको उमेरमा रेफरी गर्न सुरु गरे र पछि नेसनल सकर लिग NSL मा लाइन्सम्यान बने। यस अनुभवले उनलाई कोचिङमा रुचि जगायो। खेलाडीको रूपमा उनले धेरै समय बिताउन सकेन। आफ्नो संक्षिप्त खेलाडी जीवनपछि रोसले कोचिङमा पूर्णकालीन ध्यान दिए। उनले अस्ट्रेलियाको डार्विनमा युवा टिमको कोचिङ गर्दै शिक्षकको रूपमा काम गरे, तर प्रोफेसनल कोच बन्नको लागि उनले युरोप जाने निर्णय गरे। 2012 मा रोस र उनकी श्रीमती जर्मनीको फ्र्याङ्कफर्ट गए। उनीसँग न त जर्मन भाषाको राम्रो ज्ञान थियो, न त कोचिङका लागि पर्याप्त हुने CV नै थियो। सुरुवाती दिनमा जीवन चलाउनको लागि एउटा स्कुलमा बस चलाउने काम गरे। साथसाथै उनी कोचिङ गर्ने अवसर पनि खोजिरहेका थिए। यस क्रममा उनले 100 भन्दा बढी क्लबहरूमा एप्लिकेसन दिए। निकै सङ्घर्षपछि अन्ततः उनले बन्डेसलिगा महिला फुटबल क्लब अन्तर्गत, जहाँ उनले 1.FFC फ्र्याङ्कफर्टमा अनपेड भिडियो एनालिस्टको रूपमा काम सुरु गरे। हि एनालाइज्ड म्याचेस अनि साथमा अपोनेन्टहरूको स्काउटिङ पनि गर्थे। यसै क्रममा उनले फ्र्याङ्कफर्ट अन्डर 17 टिम कोचिङ गर्ने अवसर पाए। फ्र्याङ्कफर्ट महिला टोलीले सन् 2015 मा UEFA च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गर्यो, जस बेला उनी ब्याकरुम स्टाफका रूपमा रहेका थिए। यो कार्य नै उनको फुटबल प्रशिक्षक बन्ने सपनाको एक सुरुवाती कदम साबित भयो। उनी त्यसपछि चाँडै नै सहायक कोच हुँदै सन् 2016 मा प्रमुख कोच बने। जर्मनीमा काम गर्ने पछि रोसले स्विडेनको विट्जो GIK को कोचिङ गरे र पछि चीनको अन्डर 15 महिला राष्ट्रिय टिमको कोच बने। उनले पछि दक्षिण कोरियाको महिला राष्ट्रिय टिमको सहायक कोचको जिम्मा सम्हाले, जसले उनको अन्तर्राष्ट्रिय अनुभवलाई विस्तारित गर्यो। 2025 मा रोस नेपालको राष्ट्रिय टिमको प्रमुख कोच नियुक्त भएका छन्, जुन उनको करियरको नयाँ अध्याय हो। अस्ट्रेलिया, जर्मनी, स्विडेन, चीन, कोरिया र मध्यपूर्वमा 20 वर्षभन्दा बढी कोचिङ अनुभव बोकेका रोसले नेपालको फुटबल आकांक्षालाई कतिसम्म पूरा गर्नेछन् त्यो भने हेर्न बाँकी रहेको छ। तर उनले एउटा सकारात्मक सङ्केत भने दिएका छन्। म्याट रोसको नेतृत्वमा नेपालले सिङ्गापुर विरुद्ध मैत्रीपूर्ण खेलमा ऐतिहासिक जित हासिल गरेको छ। मार्च 21, 2025 मा सिङ्गापुरको राष्ट्रिय स्टेडियममा भएको खेलमा नेपालले सिङ्गापुरलाई 1-0 ले पराजित गर्यो। यो नेपालले सिङ्गापुरलाई हराएको पहिलो जित थियो। जिलेस्पी जङ कार्कीले 12औं मिनेटमा मनिष डाङ्गीको क्रसलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। यो जित रोसको रणनीतिक क्षमता र टिमको दृढताको प्रमाण हो भन्दा फरक नपर्ला। AFC एसिया कप क्वालिफायर खेलको तयारी गर्दै गर्दा यो जितले टिमको आत्मविश्वास बढाएको छ र आगामी खेलहरूको लागि सकारात्मक सुरुवात प्रदान गरेको छ। पछिल्लो समय निकै नै खस्किँदै गएको नेपाली फुटबललाई माथि उकास्नको लागि रोसले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा धेरैजना आशावादी रहेका छन्। उनको व्यापक पृष्ठभूमि र फुटबलप्रति उत्साहले नेपाली प्रशंसकहरूमा उत्साह जगाएको छ। तपाईहरूलाई आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परेको छ भने कृपया लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। यस्तै फुटबल र अन्य खेलसँग सम्बन्धित जानकारीमूलक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। फेरि नयाँ भिडियोका साथमा उपस्थित हुने वाचा गर्दै अहिलेको लागि बिदा चाहन्छौँ। धन्यवाद।